ब्याडमिन्टन खेल्नु जाँदैछु। यो चाहिँ मेरो लास्ट ब्याडमिन्टन टुर्नामेन्ट भन्नुहुन्छ। गाइस गुड मर्निङ सबैजनालाई। अनि म चाहिँ अहिले चाहिँ ब्याडमिन्टन खेल्नु जाँदैछु। अनि यो चाहिँ मेरो लास्ट डे हो आज चाहिँ ब्याडमिन्टन खेल्ने दिन चाहिँ होइन। अब भोलि चाहिँ म खेल्नु सक्दिनँ किनकि भोलिबाट मेरो टुर छ। 5 दिन जस्तो यहाँनिर घुमिकन चाहिँ यता घर फर्किन्छु। सो आज लास्ट डे एकछिन चाहिँ खेलिकन आउँछु होला सायदै। सो हेर्दै गर्नुहोस्। म चाहिँ ब्याडमिन्टन खेल्नु पनि चाहिँ कति दिनको बादमा गएको नि त। सो आज झन् बेसी बडी पेन हुन्छ ल, केही छैन। यो छ मर्निङको नजारा चाहिँ यस्तो छ होइन। पेट्रोल पम्प पनि आज मर्निङमा एकदमै भिड रहेछ। सो देख्न सक्नुहुन्छ। आज चाहिँ म यसो हिँड्दै गएको किनकि मलाई आज चाहिँ हिँड्दै जाने मन छ। सो त्यसले गर्दाखेरि ज्यादा टाढो छैन त्यही भएर। ग्यास यस्तो सेटिस भ्यू देखिन्छ कि बिहानै उठ्नु फाइदा चाहिँ यस्तो सेटिस भ्यू देखिन्छ कि पागल हुन्छ नि यस्तो भ्यू देखिन्छ। आज किन मलाई टु मच हङ्ग्री फिल भइरहेको छ होइन। आज अलमोस्ट म चाहिँ पुग्न आँटिसकेँ होइन। सो हेर्दै गर्नुहोस् बिहानै मर्निङ वाक गर्दै जाँदैछु आज चाहिँ हो। यो नजरहरू त फरेन कन्ट्रीहरू जस्तो देखिन्छ नि है गाइस। सो गाइस यहाँबाट चाहिँ एउटा सेटिस नजारा देखिन्छ होइन। हेर्दै गर्नुहोस्। यो जग्गा चाहिँ मलाई एकदमै मनपर्छ होइन। यो रोडहरू चाहिँ मलाई एकदमै मनपर्छ। यहाँ चाहिँ बिहानै मर्निङ जगिङ गर्नेहरूलाई चाहिँ दामी छ जग्गा छैन जगिङ गर्नुको लागि चाहिँ। गाइस अब चाहिँ म पुगेर खिच्छु। निन्द्रा आयो, निन्द्रा हेरेछ। मलाई चाहिँ यस्तै हुन्छ जहिले पनि। म चाहिँ एकदमै निन्द्रा लागिरहेछ किनकि म सुत्नु नि त लेट नाइट सुतेको थिएँ। सो बिहान पनि छिटो उठाएँ। त्यसले गर्दाखेरि आज म त्यस्तै 4 आवर्स चाहिँ सुतेँ होला। 4 आवर्स 3 आवर्स सुतेँ। त्यही भएर एकदमै निन्द्रा लागिरहेछ। अब खेलेपछि चाहिँ निन्द्रा भाग्छ, केही छैन। हाई गुड मर्निङ। के भयो कति जाने क्या एकदम सिधै चाहिँ यहाँनिर चाहिँ मसँग खेल्ने साथीहरू मिलेको थियो नि त। अहिले चाहिँ त्यहाँबाट एकजना मान्छे मात्रै छ अरे। उनीहरू चाहिँ खेलिसक्यो। बिहानै आउँछ नि त 3 बजी 4 बजी आउँछ नि त खेलिकन गयो। त्यो मान्छे पनि फर्किनु आँटिसकेको छ अरे। त्यो भएर म पनि छिटो जानुपर्छ। न मैले खेल्नु पाउँदिनँ। भरे 4 बजीसम्म फर्किनुपर्छ। अहिले चाहिँ खेल्नु पाइन्छ। सबै पुगेँ म। रहेछ 2 जना जस्तो त खेल्ने। आज एकदमै साह्रो पऱ्यो किनकि म चाहिँ बहुत दिनको बादमा आएको थिएँ नि त। 10-15 दिन ग्याप गरेर आएको। पुरा एकदमै खेल्दाखेरि पुरा थाक्यो। केही छैन यस्तै हो। पसिना निस्क्यो, मजा आयो। सो म चाहिँ खेलिसकेर निस्किसकेको छु। अब चाहिँ भयो आजको लागि चाहिँ यति नै हो। सो बाई बाई। यो 2 जना चाहिँ कति अल्छी रहेछ भने चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अघि बिहान जाँदाखेरि यहीँ थियो यिनीहरू चाहिँ। यिनीहरू त अहिले पनि यहीँनिर छ, उठेको छैनस्। अहिले पनि यहाँनिर रहेछ। सो देख्नु सक्नुहुन्छ कतिको अल्छी रहेछ। म चाहिँ कतिको जाँगर रहेछ भन्ने कुरा थाहा पाउनु भयो तपाईँले। म चाहिँ बिहान यहीँ उठेर खेल्न आएको थिएँ। तर यिनीहरू चाहिँ यहीँ सुतिएको थियो, अहिले पनि सुतिरहेको रहेछ। महा अल्छीहरू सला। सो गाइस म चाहिँ खेलिसकेर पनि आइसकेँ होइन। बल्ल फाइनली रुममा पुगिसक्यो। अनि को चाहिँ म जस्तो गर्नुहुन्छ होइन। नै उठ्छ 5 बजी 6 बजी उठिकन
खेलेर आएर कोही मान्छे सुत्छ तर म चाहिँ सुत्छु ए किनकि रेस्ट पनि त दिनु पऱ्यो नि त होइन बडी एकदम पुरा एक्सर्साइज भएको हुन्छ त्यही भएर सुत्नुपर्छ एकछिन भयो यस्तो यो बाटोबाट जानुपर्छ हो मेरो प्लान्ट चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले मेरो प्लान्ट चेरालाई पानी लाउँदैन कसैले पनि हो चेराको हालत खराब छ यस्तो छ चेरा पानी लाउनु पऱ्यो हाम्रो टेरिसबाट चाहिँ यस्तो भ्यू देखिन्छ होइन यस्तो भ्यू छ नाइट भ्यू चाहिँ दामी हुन्छ नाइट भ्यू भन्दा पनि सनसेटको टाइममा चाहिँ दामी देखिन्छ कि तर यस्तो छ यो साइडको चाहिँ यस्तो छ नजारा हेर्नु सक्नुहुन्छ यो दस दिन देखाएको थिएँ मैले यो पुरानो ब्लगहरूमा पनि छ लाउनुपर्छ भएर सुतेर फेरि बजार जानुपर्ने काम छ सो गाइस अहिले चाहिँ म ड्युटीमा आइसकेँ होइन ड्युटी आइसकेँ अब के गर्नु यस्तै छ जिन्दगी होइन बजार गएको त्यस्तो भिडियो बनाउन सकेन किनकि म एक्लै थिएँ नि त होइन मलाई त एक्लै सिङ्गल हुँदाखेरि चाहिँ एक्लै हुँदाखेरि भिडियो बनाउनु चाहिँ अलिकति के सर्वप्रथम पनि लाग्छ अप्ठ्यारो पनि लाग्छ सक्दिनँ बनाउनु एक्लै चाहिँ साह्रो पर्छ कोसिस चाहिँ गर्दैछु के गर्नु अब यस्तै छ जिन्दगानी अहिले चाहिँ म ड्युटी आएको छु ड्युटी चाहिँ मेरो लास्ट डे हो आजदेखि चाहिँ म ड्युटी क्लोज गर्दैछु होइन मेरो चाहिँ लास्ट डे ड्युटी हो भोलिदेखि चाहिँ मेरो टुर छ 5 दिन चाहिँ अब लक्ष्मी घुम्नु जाने होइन हेर्दै गर्नुहोस् त आज मेरो लास्ट ड्युटी एकदम मनमा चाहिँ खुसी पनि लागिरहेछ होइन घर जानु पाउँदै सुनेर Goodbye.